आफूले राणीको छोरोले 2 करोडको घडी लाउने, तपाईको चाहिँ हुनु नखानुको चाहिँ भ्यू टावर बनाउने, हुनु नखानुको चाहिँ रेलवे ल्याउँछु भनेर भन्ने, हुनु नखानुको चाहिँ भन रन्डीको छोरोले हिजो अस्ति बाघै धेरै भए जंगलै मास्न पर्छ भन्ने हैन। यो रन्डीको छोरो हो, तपाईको चाहिँ आफ्ना 2टा किडनी छैनन्, त्यहीमाथि हुन त यो आइमाई किडनी हाले भएर पनि होला, यो हुने दिमागै नभएको त न यो त स्त्रीलिङ्ग न पुल्लिङ्ग न लघुसङ्ग लिङ्ग भयो कि। अब पुरुष जन्मेको मान्छेले महिलाको किडनी हालेछ, अब तपाईको 2टा किडनी 2 जनाको छ। अब त्यो दिमागले काम नगरेर पनि होला, कहिले चाहिँ दुनियाँले तपाईको चाहिँ संरक्षणको लागि साइन्टिस्टलाई यो कुरा योसम्म थाहा रहन्छ यो गोरुलाई कि पाटेबाघ भन्ने कुरा संरक्षण गर्नको लागि विश्वको जुन सन्धि भयो थियो त्यो सन्धिमा नेपालले हस्ताक्षर गरेछ। बाघको संरक्षण गर्नुपर्छ, बाघ कुनै देशको सम्पत्ति होइन, यो विश्वको सम्पत्ति हो भन्ने पनि यो रन्डीको छोरोलाई थाहा रहन्छ र बाघ घटाउँछु भन्दै थियो, जंगल घटाउँछु भन्दैछ होइन। यो रन्डीको छोरो आफू त मरेर जानी हामीलाई शुद्ध सबैलाई मारेर जाने हो के हो। र मैले चाहिँ को कुन सरकार मिलेर त्यहाँ पुगेको छ भन्ने कुरासँग मलाई सरकार छैन, म एउटा देशको नागरिक हो। मैले यो विषयमा सबैभन्दा पहिला रन्डीको छोरो केपी शर्मा ओली ल के खुल्काउने होस् खुल्का, तेरो बाउको तेरो सरकार छ, तैँले मलाई जे गर्ने होस् गर, सक्दो सोनी मजा छोपेर लिएर जा, मलाई गोली हाल, तर त रन्डीको छोरोलाई भन्न पर्ने भयो। तैँले हामी नेपालीहरूको पैसाबाट त राणीको छोरोले चाहिँ लिएर गएर तपाईँ चोरेर ढाँटेर कम्बोडिया लगेर पैसा थुपार्ने, तेरा बेस्याहरू पाल्ने, तेरा ती छोराको कुल बास्कोटा महेश बच्चन लगायत गुण्डाहरू पाल्ने, सबै पाल्ने, राम्रा मान्छे भीमरावल जस्तालाई चाहिँ निकाल्ने, अनि देशलाई रन्डीको राज्य बनाउने। बनाउँदा त रन्डीको छोरोलाई अलिकति लाज शरम छ कि छैन? तपाईको भोजराज थापाले त्यो बिचरा भोलिको देशको कर्णधार होइन, त्यो